ओहो के भयो सो हेलो नमस्ते गाइज वेलकम ब्याक टु माई च्यानल होली ब्लग्समा तपाईँहरूलाई स्वागत छ। अहिले दिउँसोको प्लान छ हाम्रो होली खेल्ने अनिजी दाई पनि आउँदै हुनुहुन्छ। सो अहिले चाहिँ म मेरो माइक टेस्टको लागि कुदिरहेको छु। अनि जो नयाँ हुनुहुन्छ च्यानलमा प्लिज सब्सक्राइब एन्ड सपोर्ट एडी ब्लग्स। अनिजी दाईलाई पनि सब्सक्राइब गरौँ। उहाँको च्यानलको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा हालिदिन्छु र साथसाथै उहाँको च्यानलको स्क्रिनसट पनि म तपाईँहरूलाई सेयर गर्नेछु। के हो कटा 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 गर्छ त्यहाँ। अस्ति सर्भिसिङमा दिएको थिएँ, तिनीहरूले सर्भिसिङ गर्यो तर कोन ब्यारिङ चाहिँ मजाले टाइट गर्न बिर्सेको जस्तो छ। होली नै गइहाल्छ कहाँ, यस्तो कुरामा त म छोड्नेवाला छैन। होली लाग्दैछ बिस्तारै बिस्तारै सबैजनालाई, अनि त्यस रमाइलो भइरहेको छ जस्तो छ। सबतिर प्लास्टिक लोला, मैले कहाँबाट भेट्छु मलाई पनि थाहा छैन होला। माइकहरू चेक गर्न म अहिले नै आज चाहिँ अगाडि निस्केको। मेरो पछिल्लो भिडियोहरूमा हेर्नुभयो होला, माइकले एकदम धोका दिएछ। एकैचोटि भेटौँ अब यहाँबाट बसन्तपुर निस्किने टाइममा है त। सो हेलो नमस्ते गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा एडी ब्लग्समा। तपाईँहरूलाई स्वागत छ। आमामा आज टोलीहरू धन्केका छन् मजाले। होली बस्न लागेको छ आज, होलीको दिन एकदम एक्साइटेड छु म पनि होइन। हाइट प्रेजेन्सीबाट भ्लगिङ स्टार्ट भएको छ। सेकेन्ड भ्लगिङ होला सायद, फर्स्ट भ्लगिङ मेरो अघि क्यामेरा टेस्टिङबाट अलिकति स्टार्ट भएको थियो। सो अहिले चाहिँ हामीहरू जाँदैछौँ बसन्तपुरमा जाने हो, चट्टसँगले होली खेल्ने हो। प्लान के मुताबिक हामीहरू चाहिँ जाँदैछौँ चट्टसँगले। गर्मी एकदम रमाइलो तरिकाले बढाएको छ। सो आज चाहिँ गर्मी भएकै राम्रो मलाई चाहिँ जहाँसम्म लाग्छ, किनभने आज होली हो। होली रे मेरो रङ लाग्यो नयाँ चोली। होलीको दिन गर्मी भयो भने टक्कसँगले पानीमा पनि भिज्दाखेरि ओइ हो इसे बोलते हैं गाइज। यो हो नि त तरिका, चट्टसँगले आफ्नो ग्रुप बनाउने, टक्कसँगले होली खेल्ने। सो हजुरहरू पनि होली खेलेर रमाइलो गर्नु होला आजको दिन है। अनि सबैलाई ह्याप्पी होली भन्न चाहन्छु। एउटा नियमपूर्वक होली मनाउनु होला सबैले। नचिनेको व्यक्तिहरूसँग चाहिँ एकैचोटि त्यो लोला सोला हान्ने काम चाहिँ नगरौँ। त्यही हो गाइस, सबैजना होली राम्रोसँग मनाउनुहोस्। जो नयाँ नयाँ युट्युबरहरू हुनुहुन्छ उहाँहरूलाई पनि मैले पनि अब नयाँ युट्युबरहरूलाई चाहिँ म प्रमोट गर्ने सोचिरहेको छु। कोलाई चाहिँ अलिकति हेल्पको जरुरत छ मलाई। मेरो डिस्क्रिप्सनमा चाहिँ इन्स्टा आइडी छ। सो इन्स्टा आइडीमा तपाईँहरूले पनि मेसेज गर्न सक्नुहुन्छ। नयाँ युट्युबरहरू हुनुहुन्छ होइन, ब्लगर गेमर होइन, लाइक भिडियो कन्टेन्टहरू बनाउनु हुने सम्पूर्णलाई चाहिँ मेरो इन्स्टाग्राममा डिएम गर्नु होला र म तपाईँहरूलाई हल्का भए पनि हेल्प गर्नेछु। मेरो पनि हुन त त्यति ठुलो च्यानल होइन, हेल्प गर्नलाई म अलिकति असमर्थै छु। त्यही पनि सानो हुन्छ नि, भन्छ नि एक थुकी सुकी 100 थुकी नदी भन्ने चाहिँ हाम्रो यमबुद्ध रेस्पेक्ट यमबुद्ध है, लेजेन्डरी ऱ्यापर यमबुद्ध दाइले चाहिँ भन्नुभएको थियो है। सो उहाँकै लाइन अनुसार हामी पनि लागौँ। सो एकअर्कालाई हेल्प गरौँ र त्यही भन्दै आज अब होलीतर्फ लागौँ। ओ पप्पुलेरी होली लाग्यो होली, ए पप्पुलेरी होली लाग्यो होली। पप्पु भनेर चाहिँ मैले केलाई पप्पु भन्छु भने होइन, मलाई एकदम कुकुरहरू मनपर्छ के। अनि म चाहिँ अब स्ट्रिट डगहरूलाई पनि माया लाग्छ, देख्यो भने अब के गर्नु, पाल्न सकिँदैन। आफूलाई त पाल्न सकिरहेको छैन अहिलेसम्म है। गाह्रो छ जिन्दगीमा। एक दिन आउला। सो एक दिन आउला त्यो है, के छ पप्पु भन्ने। जो कुकुरहरूलाई पप्पु भनेर बोलाउँछु होइन, माया लाग्छ नि त, त्यही भएर पप्पु भनेको। सो अलवेज चाहिँ म लेट हुन्थेँ, बट आज चाहिँ म अलिकति छिटो नै निस्किएको छु। किनभने मैले दाइहरूलाई धेरैचोटि मैले पर्खाइसकेँ है। म चाहिँ ढिलो पुगिने भएर चाहिँ एकदम गडबड भइरहेको थियो। बट अब मिलिसकेको छ। 1-1.5 घन्टा अगाडि नै म प्रिपरेसन भएर मैले माइक टेक सब सेटअप गरेर यसपालि चाहिँ अलिकति क्वालिटीको साउन्ड चाहिँ मैले दिन सक्छु भनेर मैले ट्राई गरेको छु। हो राम्रो साउन्ड देला, नत्र भए म पहिलाकै भिडियो जसरी मैले अगाडिको सबै डिलिट हान्नु पर्छ। एक काम कर 200 रुपैयाँ दे और 50 रुपैयाँ काट ओभर एक्टिङ के वजह। के भएको थियो भने जुन भक्तपुर गएको थिएँ त्यतिखेर चाहिँ मैले सोचिरहेको थिएँ कि पुरा रेकर्ड भइरहेछ होला, साउन्ड आइरहेछ होला, मिठो गफ हान्दै हिँडिरहेको थिएँ है। लास्टमा गएर त माइकले त धोका दिइरह भने, माइकले धोका दियो होइन। अनि मेरो भिडियो पुरासँगले चेकिङ भइरहेछ क्या।
रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। के भयो सर के होला लाइसेन्स जिन्दाबाद। सरहरूलाई चाहिँ होली लागेन यस्तै हो सर के गर्नु है ठिक छ रमाइलो अब आफ्नो हिसाबले गर्ने ल ह्याप्पी होली। ये बड़ी अच्छी बात कही आप। सो लाइसेन्स चेकिङ भइरहेछ बेटा मन में लड्डू फूटा मन्यु रोड मन में दूसरा लड्डू फूटा। हुन्छ हुन्छ त्यस्तै हो कहिलेकाहीँ हुन्छ जाउँ है। अनि हजुर चाहिँ कहिलेकाहीँ त्यस्तै हो कहिलेकाहीँ त्यस्तै होली सुरु हुनु नपाउँदै बर्बाद भयो त्यस्तै हो। ए ठिकै छ कता भक्तपुर हिँड्नु भयो के अरे बसन्तपुरै हिँड्नु भयो होला हजुर पनि त्यही हो अब होली रमाइलो गर्नु परिहाल्यो होइन रमाइलो गर्न भनेर हिँडेको सुरुमै मुसिबतमा पर्नु भयो होइन कहिलेकाहीँ हुन्छ। अनि कताबाट आउनुभएको हजुरहरू कप्पन म बौद्ध हाम्रो टोलीहरू त्यहाँ आउँदैछन् ठिकै छ ए तपाईँको फेरि लाइसेन्स पनि कस्तो छ भने अहिले तपाईँले अहिले एप्लाई गर्नु हो भने 3-4 वर्षपछि आउँछ ए पर्यो नि त ल कति धेरै चेकिङ मारो मुझे चेकिङ छ तपाईँ आमा ओहो साइड लगाइदिएर उता भर्खर हेरेर आएको ठिकै छ तपाईँको आज नियम कडा हो सर नियम कडा हो आज ए ठिक छ बिलबुक पनि बिलबुकभित्र छ निकालो भर्खर नयाँ झिएको त्यसो छ थ्याङ्क यू। तपाईँहरू चाहिँ होली मनाउनु हुँदैन होली नमनाउने बेलुकातिर हस् थ्याङ्क यू ह्याप्पी होली सर। त्यही त भने अब गाह्रो छ क्या नेपाल आर्मी नेपाल प्रहरीहरूलाई एकदम गाह्रो छ क्या आफ्नो काम गर्नै पर्यो होइन ओहो सब्सक्राइबर बढ्नै पर्यो मेरो एडी भ्लग्स छ एडी भियालोजिएस 1500 समथिङ 1600 पुग्यो होला 1600 पुग्यो होला। अब सबैले सपोर्ट गर्दै हुनुहुन्छ अब हेर्दै जाउँ होइन गर्दै जाने हो नि त आफ्नो इन्ट्रेस्टको कुरा हो। अब सब्सक्राइबर भन्दा पनि अब आफूलाई मन लागेको कुरा गर्दै जाने हो होइन अब सब्सक्राइबरहरूले साथ दिनुहुन्छ भने झन् राम्रो भइहाल्यो। अब आफ्नो इन्ट्रेस्टको कुरा हो गर्दै जाने हो छोड्न त मिलेन नि त। लाइक भ्युज सब्सक्राइबर हेर्न थाल्यो भने त मान्छे फ्रस्ट्रेट हुन्छ हजुर लाइक त्यस्तै 6-7 मन्थ भयो 6-7 मन्थदेखि चाहिँ रेगुलर भ्लगिङ गर्न थालेको अनि त्यही हो। आमामा 3 ठाउँ चेकिङ पर्ने भयो भने कति धेरै चेकिङ भने के भने ल यहीँसम्म ल हस् यु वेलकम ल राम्रोसँग जानुहोस् ल सेम टु यु हस् इन्जोय द डे हस्। त्यो उहाँलाई चाहिँ मैले यसो लिफ्ट दिएको थिएँ आमामा क्राउड राम्रै आइरहेछ भित्र यहाँ त बाहिर हो यो त सिर्फ सुरुवात है आगे आगे दिएको होता है क्या हुन्छ है गइहाल्नु पर्ने हो हस् हाम्रो के हो तहल्का छ त यार तहल्का दिस इज द क्रेज अफ होली गाइज है काठमाडौँमा चाहिँ होलीको एकदम क्रेज छ है। आज यो भन्दा पनि 10-12 वर्ष अगाडितिर चाहिँ अझै राम्रो होलीको क्रेज थियो
ह्याप्पी होली मैले देखेँ ह्यान्डसम मास्टर बाइक कहाँ त राख्नु भन्नु क्या We're from Nepal. How was Holi? So good. So good? Amazing. Amazing. Why Like you are it? not So we just arrived, you know? Okay. You want to put First some? Holi. Yeah. Thank you so much. So happy Holi everybody. Enjoy the day. Thank you. Welcome to Nepal. Bye bye. Amazing. First time in Nepal. Second time. Happy Holi. लगातार एकदम बवाल रात्रिक होली होली जहिले पनि बवाल हुन्छ बसन्तपुरमा अनि सबलाई एकदम होली लागेको छ बट होली खेल्दाखेरि चाहिँ आफ्नो मान्छे खेल्नु हुने किनभने अरूहरूको खेल्नु हो भने कतिखेर तपाईँ पुलिस सरहरूले त आज कसरी स्टार्ट गर्नु आएर छ तूने क्या मेरे को ये ना समझाई क्या धमाका बजिहाल्यो नि कसले चिन्दैन सुरु भइसक्यो बस पैसा मात्रै कमाउँछ पैसा ही पैसा होगा एकदम झकास तरिकाले दामी तरिकाले राउन्ड भइरहेको छ अनि हामीहरू एकदम रमाइलो गरिरहेको होली एकदम इन्जोय गरिरहेको छौँ भित्र मनदेखि नै अनि एक अर्कालाई हामीले चाहिँ पर्मिसन लिएर चाहिँ रङ लगाइरहेको छौँ अनि एकदम दामी तरिकाले हाम्रो होली सेलिब्रेट भइरहेको छ विथ फनी चिज हालेर हामीलाई हँसाइरहनु भएको छ फनी चिज यही चाहिँ चामल आउने हो एडी भ्लगसँगै छ कि गाडी मारेको ह्याप्पी होली रङ्ग बसन्ती बहुत बढी थ्याङ्क यू सेम टु गाइस गाह्रो छ केटी भएर जन्मिन गाह्रो छ बरु हामीलाई ठिक छ हो कि भन्नु त हामी आरामले आफ्नो बाटो हिँड्छौँ हामीलाई कसैले कर गर्न सक्दैन ओरि हाल्छ ल के हो यो ल थ्याङ्क यू सेम टु यू हजुरहरू होली खेल्न आउनुभयो हो होलीको रङ सँगसँगै मलाई माया पनि राखिदिनु मिल्दैन थ्याङ्क यू मेरो एडी ब्लग्स र फर्निची सब्सक्राइब टु एडी ब्लग्स फर्निची पनि भन्नुभयो हजुर फर्निचीलाई पनि सब्सक्राइब गरिदिनु भन्नु फर्निचीलाई पनि सब्सक्राइब गर्नु अब त लाखौँ लाख होला नि सब्सक्राइबर सरसरमा पुरै होली बनाइदिएछ नि त सर तपाईँलाई पनि ह्याप्पी होली सर ल इन्जोय है चिनिन त पुलिस फर्निचीलाई चिने सक्छ होइन फर्निचीलाई छैन है सो गाइज हामीहरू अब फर्किँदैछौँ अब हामी जाँदैछौँ गोदावरीमा नेक्स्ट प्लान छ आज होलीको दिन
बाटोमा गाडी कम चलिरहेको आइसकेका छौँ सातो बाटोबाट हामी लाग्दैछौँ गोदावरी वे कुदाएको रहेछ नि त अनिजीले पनि 60-70 हान्दैछन् कुदाउनु पऱ्यो भने कुदाउँछन् अलिकति खाली बाटो भयो भने दाइको पहिला एक्सिडेन्ट भएको अरे त्यो पनि नेपालमा हो र आउट अफ कन्ट्री क्या अब त्यहाँ आउट अफ कन्ट्रीको स्पिड के हुन्छ सोचौँ न आफै तर आफू चलाउँदाखेरि आफ्नो फ्यामिलीलाई पनि सम्झेर चलाउनु पऱ्यो एकचोटि होइन घरमा कोही पर्खेर बसिरहेछ त्यो पनि बुझ्नु पऱ्यो आफूले साथीहरू हामीहरू आइसकेका छौँ गोदावरी बनेमा राख मलाई मनैमा भने जस्तै तरिकाले आइसकेका छौँ टक्कसँगले गोदावरी अनि यहाँ पुरा चलिरहेछ जीवको खाना चाहिरहेको प्याटर्न मैले ब्लाइन्ड गएको अझै पनि ब्लाइन्डमै हो नमिला होइन तेरो साथी म होइन गरे ज्ञान सल्लाह को माउको बाजको चल्ला छिन होला चाहियो होला क्राउडबाट होला दिए उठेर बसिया निस्के मेरो होला दिए बाप सल्केला बाप भन्दा मलाई सिन चिता पोर्ट पाना पर्दा पहिले कोका छैन पेस पर्न पहिले अहाथिन अति धेरै छोरा माइले मात्र होला छिन पहिले इच्छा सिर्फ टाउकोमा जाउँ लगा मेरो टाउकोमा दोस्रो इच्छा इन्टरनेसनल खान्छु म तेस्रो इच्छा यसको टाउकोला नै मिलेन लेभल तेरो बाउबना तेरो क्यु तेरो टाउकोमा सिक्ने आइज तेरो बाउकोमा अघि सधैँ तेरो नाउकोला नै खाए त गाजा आफ्नै बाउको खाए एनटिएम छुट्ने बाउको भए एनटिएम भावनाको खाए सो गाइज गोदावरीमा आइयो रमाइलो गरियो एकदम बवाल भयो जीवको गाना बज्यो त्यही ठुलो कुरा भयो होइन अब म पनि एकदम जीवलाई चाहिँ एकदम सुन्ने मान्छे भनौँ मन पराउने मान्छे भनौँ त्यसमध्ये परिसकेको छु नि अब हाई बिटमा त एकदम बवाल सुनिन्छ नि त अब डिजेहरूले प्ले गर्दा त एकदम हाई बिटको हुन्छ नि त बवाल लाग्यो रमाइलो लाग्यो अनि गोदावरी आएँ अनि अब दाइलाई यहीँबाट छोडिदिएँ अब दाइ यतैबाट जानुहुन्छ अरे के भयो नदिए पनि तिम्रो हामी छेउमा ल्याउने हो त अनि यहाँ छेउबाट लिएर आएको थियो हामी त अनि के तपाईँको अब हामी यता रङ साइड आएको भए त साइड लाइट बाल्नु ल्याउनु पर्ने रङ साइड भए पनि के लाइट बाल्नु साइलेन्ट बोला थिएन साइलेन्ट बाले थिएन कि त्यसो भन्दा गल्ती उसकै हो भने अब के लाइट चाहिँ बाल्नु पर्ने सो राइट सेफ एभ्रिबडी जान मान्छेलाई केही भएन सो सिचुएसन के भयो भन्दाखेरि एक्सिडेन्ट परेछ स्कुटर र बाइकको 220 को स्कुटर चाहिँ लेफ्ट साइड जान खोजेको लेफ्ट साइडबाट यही वेबाट आएर बट उहाँले चाहिँ अब साइड लाइट बाल्नु भएको रहन्छ सो सबैजना जो बाइकहरू सिक्दै हुनुहुन्छ अथवा तपाईँहरूले बाइक राइड गर्नुहुन्छ प्लिज मेरो पनि हम्बल रिक्वेस्ट होइन कति मान्छेहरूले चाहिँ साइड लाइटै युज गर्दैन कि यो ए बाबा स्कुटर बाइकमा एउटा साइड लाइट भन्ने पनि हुन्छ कि त्यो पनि बाल्नुपर्छ कि सानो कुरा हो तर धेरै इम्पोर्टेन्ट कुरा हो कि यो भनेको चाहिँ एउटा साइड लाइट बालिदिएपछि बुझ्छ नि त कमसेकम यो यता जाँदैछ भनेपछि यतै लान आँटेको मान्छे पनि यता घुमाउन सक्छ क्या त्यो देख्यो भने होइन त्यो साइड लाइट चाहिँ बाल्नुपर्छ कि एकदम आफूलाई नियममा राख्नुपर्छ कि साइड लाइट चाहिँ युजै गर्नुपर्छ जसरी भए पनि राइट गयो नि लेफ्ट गयो नि अनि तपाईँले ओभरट्राक गर्ने टाइममा हर्न मार्नुपर्छ भन्ने टाइपको सिकाएको छ कि मलाई चाहिँ त्यसरी लर्न गराउनु भएको छ कि मलाई चाहिँ मैले जसले जोबाट सिकेँ नि सुरुबाट सो त्यो आफूमा चाहिँ एउटा नियम राख्न सक्यो भने चाहिँ सबैलाई हेल्प हुन्छ जस्तो लाग्छ कि मलाई सेफ राइड एभ्रिबडी होइन कहिलेकाहीँ त अब साइड लाइट बाल्दा पनि ठोकिन सक्छ होइन यसको मतलब यो होइन कि साइड लाइट बाल्दैमा पनि चाहिँ तपाईँको एक्सिडेन्ट हुँदै नहुने पनि होइन बट अलिकति ध्यान दिनुपर्छ सबैले कहिलेकाहीँ मलाई पनि मेरो पनि होला जीवनमा सायद कहिले न कहिले एकचोटि यो लाइफमा एकचोटि त एक्सिडेन्ट भइहाल्छ होइन अब हरेक कुरामा हुन्छ लाइफमा हिँड्दै त लडिन्छ भने यो त झन् अब यो दौडिने साधन अब के भरोसा म पेट्रोल हाल्छु भने आमामा कति लामो लाइन यताबाट भन्दा उताबाट घुम्यो भने छिटो पालो आउँछ कहिलेकाहीँ यसो दिमाग पनि लाउने गर्नुपर्छ भेजा भन्ने हुन्छ शरीरमा
त्यो भैजालाई पनि हाम्रो सदुपयोग गरौँ 5 रुपियाँ बढिसक्यो 5 रुपियाँ बढिसकेपछि एकचोटि फुल गरेर अर्कोचोटि हेर्दा त ज्यानै जान्छ प्राइस बढिहालेछ है कहिले हिजो बढेको दाइ भौलाउन मात्रै बाँकी भएर अरू पेट्रोलको भाउ पनि दिन 1 डबल रात 2 डबल तरिकाले पो बढ्छ त्यहाँ पेट्रोलमा पनि ट्याक्स थपिदिएर त्यत्रो पुऱ्याइदियो भेङ्गसमा पनि ट्याक्स थपिदिएर महँगाइ छ यही कुरामा पनि ट्याक्स थप्दैछ अब एक दिन यस्तो पनि दिन आउँछ कि बच्चा जन्माउँदा पनि ट्याक्स थपिदिने बेला हुँदैन अहिले बच्चा जन्माउन पाउँदैन यति ट्याक्स तिरिनुहोस् भने भनेर बेर पनि लाउँदैन जय शम्भो पशुपतिनाथ रक्षा गर कल्याण गर प्रभु एक तो लाइक और शेयर ठोक दीजिए महाकाल का दबाकर लाइक और शेयर ठोक दीजिए आजको ब्लग यहाँ इन्ड गर्न चाहन्छु भिडियो मन परेमा लाइक शेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला र साथसाथै रहेको बेल आइकनलाई चाहिँ प्रेस गरेर अल नोटिफिकेसनलाई चाहिँ अन गरिदिनुहोस् होला जसले गर्दा चाहिँ तपाईँ र मेरो सम्बन्ध चाहिँ एकदम बलियो हुन्छ है अल नोटिफिकेसनलाई अन गरेपछि चाहिँ जुन भिडियोहरू मैले अपलोड गर्छु हजुरहरूलाई चाहिँ फर्स्ट अफ अल देखाउने गर्दछ है मेरो परानहरू अनि हजुरबाट बिदा लिन चाहन्छु थ्याङ्क यू फर वाचिङ